लाल पूर्जा किन दिइएन जब चुनाव आउँछ आयो लाल पूर्जा आयो यसपालि आयो भनेर भोटको शिकार गर्छ अनि चुनाव गयो लाल पूर्जा दिँदैन यस प्रकारले ठगी खाने काम कयौं वर्षसम्म किन गरिराख्या संसारका कयौं देशहरूमा जमिनको स्वामित्व सरकारको हुँदैन जनता त्यहाँ भाडामा वा लिजमा बस्छन् हाम्रो देश यस्तो देश हो जहाँ जग्गाको व्यक्तिको स्वामित्व छ राज्यको होइन तर लाल पूर्जा छैन नापी गर्छ नाटक गर्छ त्यहाँ लगेर अमिन भिडाउँछ खेल्ने मुखमा नाउँ पनि लेखाउँछ हेर्छ र लोभ्याउँछ आयो लाल पूर्जा आयो आयो भनेर लोभ्याउँछ पछि पछि लाउन लाग्छ भोट दिन्छ अनि छोड्दिन्छ यस्तो आजसम्म गरे वर्षौं बित्यो लाल पूर्जाको आशै आशमा बाजे मरे बाउ मरे छोरो मर्ने बेला भइसक्यो दिँदैन लाल पूर्जा के भन्छ चुनाव आउँछ भोट मलाई ल्याऊ अनि तिम्रो लाल पूर्जा ठ्याक्क ल्याऊ